स्वागत छ। आज हामी केही स्रोतहरू केलाउँदैछौँ, खासमा जापानी भाषा सिक्ने सबभन्दा प्रभावकारी तरिकाहरू के हुन् भनेर। धेरैलाई कान्जी सम्झन गाह्रो लाग्छ होइन, अनि त्यो स्वाभाविक सुनिन पनि। हाम्रो आजको लक्ष्य चाहिँ यी सामग्रीबाट भनौँ न सबभन्दा महत्त्वपूर्ण रणनीतिहरू निकाल्नु हो। हो र सुरुमै एउटा मुख्य जोड दिएको कुरा के छ भने शब्दहरू छुट्टा छुट्टै घोक्नु भन्दा नि वाक्य वा सन्दर्भमा सिक्नु चाहिँ निकै महत्त्वपूर्ण हुन्छ। विश्लेषणले देखाउँछ यसले भाषालाई जीवन्त बनाउँछ। यो किन यति किन आवश्यक मानिएको छ त? सामग्री हेर्दा के देखिन्छ भने छुट्टै शब्द रटेर बोल्दा बोली अलि कस्तो भने अप्राकृतिक सुनिन्छ रे, रोबोटिक जस्तो। जस्तै भात मात्रै भन्नुभन्दा गोहान वो ताबेरु भात खान्छु यस्तो, वा आशा गोहान हो तमे मास्ता मैले बिहानको खाजा खाएँ, यस्ता पूरा वाक्यमा सिक्दा त्यो शब्द कसरी प्रयोग हुन्छ भन्ने थाहा हुन्छ नि त। ठीक भन्नुभयो, एकदम। यसले शब्द सम्झन मात्र होइन, वास्तविक प्रयोग कसरी गर्ने त्यो सिकाउँछ। अनि स्रोतहरूले यसका लागि जापानी टिभी सिरिजहरू, ड्रामाहरू वा युट्युब च्यानलहरू हेर्न पनि सुझाउँछन्। त्यहाँ त वास्तविक कुराकानी सुन्न पाइन्छ नि। हो, त्यो त हो। अब अर्को आधारभूत कुरामा जाउँ। सामग्रीहरूले के औल्याउँछन् भने धेरैजना सुरुमै कान्जी सिक्न हतारिन्छन्, तर हिरागाना र कताकानालाई पहिले पोख्त बनाउनु किन यति आधारभूत मानिएको छ? किनभने यी दुई अक्षरमाला नै भनौँ न जापानी भाषाको जग हुन्। यिनलाई राम्ररी सिकेपछि उच्चारण पनि स्पष्ट हुन्छ, अनि त्यो रोमाजीमा भर पर्नु पर्दैन। र सबैभन्दा महत्त्वपूर्ण, पछि कान्जी सिक्नलाई एकदमै बलियो जग बस्छ। सामग्रीहरूमा एङ्की वा लिङ्गोडियर जस्ता एप्सको पनि उल्लेख छ, जसले यो प्रक्रियामा मद्दत गर्छन्। एउटा सानो अभ्यास पनि सुझाइएको छ, आफ्नो नाम काताकानामा लेख्ने प्रयास गर्ने। रमाइलो पनि हुन्छ। त्यो रोचक छ। जग बलियो बनाउने भयो, तर व्याकरण र अक्षर सिकेर मात्र त भएन होला। हामीले हेरेका सामग्रीमा बोल्ने अभ्यासको महत्त्वबारे के भनिएको छ? यो त निकै महत्त्वपूर्ण पाटो हो नि। व्याकरणका नियम कण्ठ गरे पनि बोल्ने अभ्यास भएन भने त्यो आत्मविश्वास बढ्दैन। एउटा व्यावहारिक सुझाव के छ भने दैनिक थोरै समय छुट्याएर बोल्ने। जस्तै हरेक दिन एउटा नयाँ वाक्य सिकेर त्यसलाई 5-10 पटक दोहोर्याउने यस्तो। अझ प्रभावकारी तरिका चाहिँ स्याडोइङ भन्छन् नि, अर्थात् जापानी अडियो सुनेर ठिक त्यसै गरी उस्तै लवजमा बोल्ने नक्कल गर्ने। स्याडोइङ। अनि गल्ती गर्न डराउन नहुने कुरा पनि उठेको छ होइन त? सामग्रीले हेलोटक जस्ता एप्स उपयोगी हुन सक्छन् भन्छ, जहाँ अरू सिकारु वा नेटिभ स्पिकरहरूसँग कुरा गर्दा अब गल्ती हुन स्वाभाविक मानिन्छ। हो नि, त्यो त सिकाइकै अङ्ग हो। गल्ती नगरी कहाँ सिकिन्छ र? त्यही त। निश्चय पनि। र यी सबैलाई जोड्ने अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो निरन्तरता अनि वास्तविक लक्ष्य। जापानी भाषा सिक्न समय लाग्छ, यो रातारात हुने कुरा होइन। हप्तामा एक दिन 5 घण्टा पढ्नुभन्दा हरेक दिन 30 मिनट अभ्यास गर्नु धेरै प्रभावकारी हुन्छ भन्नेमा चाहिँ सबै स्रोत सहमत देखिन्छन्। हो, यो त निकै व्यावहारिक कुरा भयो नि होइन? यसले सानो हासिल गर्न सकिने लक्ष्यहरू बनाउन प्रेरित गर्छ। जस्तै पहिलो हप्ता 10 वटा हिरागाना सिक्ने, अर्को हप्ता 5 वटा आधारभूत वाक्य याद गर्ने। यस्तो गर्दा बोझ पनि कम हुन्छ। हो, एकदम। अनि आफ्नो लागि कुन तरिका सही छ त्यो पहिल्याउनु पनि जरुरी छ, चाहे किताब होस्, एप्स होस् वा भित्तामा टाँस्ने नोटहरू। जेले आफूलाई निरन्तरता दिन मद्दत गर्छ त्यही विधि अपनाउनु पर्छ भन्ने सुझाव छ। त्यसो भए आजको यो विश्लेषणबाट मुख्य निचोड के रह्यो त? सन्दर्भमा सिक्ने, हिरागाना काताकाना जस्ता आधारभूत कुरामा ध्यान दिने, दैनिक बोल्ने अभ्यास गर्ने र सबैभन्दा महत्त्वपूर्ण निरन्तर लागिरहने। यिनै हुन् है त? हो, मोटामोटी यिनै हुन्। र अन्त्यमा एउटा प्रश्न सोच विचारका लागि छोडौँ न त। यदि निरन्तरता नै सफलताको कुञ्जी हो भने एकदमै व्यस्त दैनिकी भएको व्यक्तिले पनि कम्तीमा 5 मिनेटको केन्द्रित जापानी अभ्यासलाई कसरी आफ्नो बानी बनाउन सक्छ होला, ताकि प्रगति पनि नरोकियोस् र त्यो बोझ पनि नबनोस्? यो सोच्न लायक कुरा छ।